Hello guys, welcome to my channel once again. अनि आज चाहिँ म तपाईँहरूलाई भनेको थिएँ नि छठ पूजाको दिन मान्छेहरू यसरी पानीमा पनि उभिने गर्छन्। अनि उहाँ चाहिँ मेरो मम्मी र ठुलो मम्मी हुनुहुन्छ। उहाँहरू चाहिँ पानीमा कति घन्टा उभिन्छन् भन्ने तपाईँहरूलाई थाहा छैन होला र उहाँहरू चाहिँ पानीमा जति उहाँहरूले मानेको हुन्छ त्यति घन्टा उहाँहरू पानीमा उभिनै पर्छ। मेरो मौसी चाहिँ लगभग आधी घन्टा उभिसक्नु भइसक्यो र उहाँ अब पानीबाट निस्किनुहुन्छ। पानीबाट निस्किँदा चाहिँ यस्तो गर्नुपर्छ, तपाईँलाई मैले भिडियोमा देखाइहालेँ। पानीबाट निस्किँदाखेरि जल दुई हातमा यस्तरी लिएर खसाल्ने गर्दछन् र म तपाईँहरूलाई बेलुकाको सिनारियो पनि देखाउँछु भनेको थिएँ। अनि गाइज यस्तै यस्तै भिडियोहरू हेर्न चाहिँ मेरो युट्युबको लिङ्कमा गएर तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मेरो युट्युबको नाम चाहिँ स्टोरिज अफ रबिन छ, गएर वाच गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि मेरो मम्मी चाहिँ अझै डेढ घन्टा जति अझै उभिनुहुन्छ यस्तो चिसो पानीमा। हेर्नु त यस्तो चिसो मौसममा उहाँ एउटा सफा मनले पानीमा धेरै उभिने गर्नु भइरहेको छ र यहाँ हेर्नको लागि मान्छेहरू पनि माथि माथिसम्म भिड तपाईँले देख्नुभयो होला। र मेरो बुढीले बेलुकाको समयमा पूजा गर्ने भनेको थियो, त्यसैले ऊ गएर यहाँ पूजा गरिरहेको छ। ऊ चाहिँ मेरो बुढी हो, उसले मानेको थियो यहाँ पूजा गर्ने र उसले चाहिँ यहाँ पानीमा उभिएर यस्तरी सूर्यदेवतिर फर्केर जल चढाउने भनेर मानेको पनि थियो। त्यही भएर ऊ सूर्यदेवतिर फर्केर उसले जल चढाए। र जति पनि महानुभावहरूले यो भिडियो हेर्नु भएको छ, मेरो जनताहरूले लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। मे छठी मैया ब्लेस योर लाइफ इन योर फ्युचर यु गेट सक्सेस। तपाईँहरू पनि मलाई सपोर्ट गरेर अगाडि बढाइदिनु होला। धन्यवाद।